नमस्ते, गुड मर्निङ, राधे राधे। हजुरहरू कस्तो हुनुहुन्छ? उम्मेद गर्छु कि तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ हिन्दी बोलेर नेपाली बोल्ने आदत मतलब हराइसकेको छ। त नेपाली बोल्नुमा पनि ज्यादा मुस्किलै हुँदैछ। त्यही लागि देख्नुहोस्, हेर्नुहोस्, मेरो नानी चाहिँ चस्मा लगाउँदैछ मेरो। अनि म चाहिँ सिक्किमको हो, अनि म हरियाणामा बिहा भएको छु। त अनि यहाँ त सबै हिन्दी बोल्नुपर्छ, त्यही लागि म नेपाली धेरै नै बिर्से जस्तो लाग्दैछ साथीहरू। अनि तपाईँहरू कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनुहोस् है। अनि नेपालीहरू जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू सदा मतलब सधैँ खुस रहनु होला हैन। आशा गर्छु कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र सधैँभरि खुस रहनु होला हैन। त अनि मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। अनि मेरो बाबु हेर्नुहोस् कति धेरै बदमास छ। उसको पापा विनय अहिले हुनुहुन्न घरमा, त्यही लागि ऊ चाहिँ उसको बाबाको फोटो हेरेर अनि बसिरहन्छ। उसको बाबा चाहिँ पण्डितजी हो, त उहाँ चाहिँ पूजामा जानुभएको छ 4-5 दिनको लागि। त यो बाबु चाहिँ सारा दिन मतलब उसको पापा हेरिरहन्छ। अनि यहाँ ज्यादा गर्मी छ साथीहरू, बहुत ज्यादै गर्मी छ। अनि आज चाहिँ कुलर पानी पनि छैन, हेर्नुहोस् न, पानी पनि छैन। त मैले चाहिँ कुलरमा चाहिँ बिना पानीको कुलर चलाइरहेको छु। त यति धेरै मतलब गर्मी हावा आउँदैछ साथीहरू। आज शामको त पानी आइ पनि हाल्छ होला, तर दिनमा चाहिँ बहुत ज्यादा गर्मी छ यहाँ। त्यही लागि चाहिँ बिना पानीको कुलर चलाएको बहुत ज्यादा गर्मी भइरहेको छ साथीहरू। अनि म तपाईँहरूलाई बाहिर देखाउँछु है। मेरो बाबु यहाँ बस्दै गर्नु है, ठिक है। पापा देख्दै रह, ठिक है। पापा हेरिराख्नु, म आउँदैछु ल। अनि नि त्यहाँ तपाईँहरूलाई चाहिँ म यहाँनिर बाहिर देखाउँछु। यो चाहिँ कुलरमा चाहिँ मैले चलाइरहेको छु कुलर, पानी छैन साथीहरू, बहुत ज्यादा गर्मी छ। र बाँकी पानी पनि आएको छैन, हाम्रोको मोटरमा आउँछ पानी, त पानी पनि आएको छैन, 2 दिनमा 1 दिन आउँछ। यहाँ चाहिँ बहुत ज्यादा गर्मी हुने भएको कारणले पानी पनि त्यति बेसी आउँदैन। अनि हेर्नुहोस् साथीहरू, हामी चाहिँ यहाँ चाहिँ यति डरलाग्दो गर्मी छ। हेर्नुहोस् यहाँ तलबाट म माथि त जानु सक्दिनँ, तपाईँहरूलाई यहाँ तलबाट देखाउँदैछु। यति धेरै गर्मी छ यहाँ चाहिँ। यो हरियाणा भन्ने जग्गा हो अनि यहाँ चाहिँ हरियाणा नाम चाहिँ हरियाणा है, तर चाहिँ बहुत ज्यादा खराब जग्गा हो यो। गर्मी पनि बहुत ज्यादा हुन्छ, पानीको त्यति नै दिक्कत हुन्छ। अनि हामी चाहिँ जो चाहिँ सिक्किममा हामी बस्छौँ नि, हामीलाई चाहिँ अब यहाँ हरियाणामा त्यस्तो राम्रो लाग्दैन होइन। तर पनि अब आफ्नो बुढा राम्रो हुनुहुन्छ भने त सबै थोक राम्रो हुन्छ भन्छ नि त। अनि हेर्नु साथीहरू, मलाई चाहिँ फुल चाहिँ बहुत ज्यादा मनपर्छ है। अनि त्यहाँबाट मैले यो फुल चाहिँ सबै सिक्किमबाट लिएर आएको। अनि यो फुलहरू चाहिँ यति राम्रो भएर आएको छ। गर्मीमा पनि म सुबह शाम नै यसमा पानी हाल्छु है। अनि फुलहरू धेरै राम्रो भएर आएको छ। अनि हेर्नुहोस् मेरो बाबु बदमास छ, बाहिर आयो। हेर्नुहोस् साथीहरू, मेरो घर चाहिँ यस्तै छ है। यो चाहिँ मेरो बाहिरको रुम हो। आज मैले पुच्छा पनि लगाइनँ किनकि म ज्यादा बिमार थिएँ। अनि मेरो ब्लडमा इन्फेक्सन भएको कारणले गर्दा मलाई धेरै दिक्कत भइरहेको थियो। अनि मैले 2 दिनदेखिको पुच्छा पनि लगाएको छुइनँ। हेर्नुहोस् साथीहरू, त के गर्नु होइन, बिमारमा त म गर्नै सकिनँ। अनि अब अहिले कति टाइम भइसक्यो, 2 बजिसक्यो साथीहरू। हेर्नुहोस् घाम यति डरलाग्दो लागेको छ। हाम्रो चाहिँ यहाँ माथि छत लगाएको छैन नि, अनि माथि छत लगाउनु बाँकी छ। त यति धेरै धुपहरू मतलब घाम आउँछ यहाँ, त बहुत ज्यादा गर्मी छ। अनि अहिले मैले चाहिँ केही नै हेर्नुहोस्, यहाँ चाहिँ फेरि पिउनुको लागि चाहिँ पानी चाहिँ यसरी राख्नुपर्छ है साथीहरू। हेर्नुहोस् यो चाहिँ यहाँबाट यसरी खोलेपछि चाहिँ पानी आउँछ है। यो चाहिँ मटका हो। अनि यसमा चाहिँ सेतो कपडा ढाकेर राख्यो भने चाहिँ बाबु मत गरौँ, राख्यो भने चाहिँ पानी ठन्डाको ठन्डा रहन्छ। किनकि फ्रिजको पानी पिउनु नि मलाई धेरै गाह्रो पऱ्यो क्या। म बिमारी भएकोले गर्दाखेरि फ्रिजको पानी नपिउनु भनेको कारणले गर्दा मैले यहाँ मटकामा पानी राखेको छु। अरू यति माथिबाट यो ढाकिदियो भने चाहिँ यसमा मक्खीहरू पनि लाग्दैन है। अनि पानी पनि ठन्डाको ठन्डा रहन्छ, अरू धुलो पनि त भित्र बढ्नु पाउँदैन नि होइन। त्यही लागि बाबा नगर। अनि साथीहरू, तपाईँहरू कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई कस्तो के लाग्यो मेरो भिडियो? अनि मेरो साथीहरू, नेपाली साथीभाइ, दाजु दिदी बहिनीहरू, आमा बाबाहरू जसले पनि हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई लाइक गरिदिनुहोस्। अनि मेरो च्यानलको सब्सक्राइब गरिदिनुहोस्। हजुरहरूको हजुरहरूबाट म उम्मेद गर्छु कि हजुरहरूले मलाई सपोर्ट गर्नुहुनेछ भन्दै म अहिले राख्दैछु। यो भिडियो यतिमै राख्दैछु। फिर नेक्स्ट भिडियो में मिलते हैं, ठीक है, बाय बाय।
और आप लोग ये मत सोचिए कि मुझे हिंदी नहीं मतलब नेपाली नहीं आता, ठीक है। मैं नेपाली की छोरी हूँ, मुझे मैं नेपाली हिंदी बोलने का आदत हो गया तो मैं हिंदी बोलने लग गई, तो मेरा ये नेपाली मतलब आदत छूट गया, ठीक है। तो हम फिर नेक्स्ट वीडियो में मिलते हैं। टेक केयर, बाय बाय, बाय फ्रेंड।